सम्पूर्ण नेपालीहरू नमस्कार। आज हामी राजावादी र गणतन्त्रवादी बिचमा लडाइँ छ। सम्पूर्ण नेपालीहरूलाई म आह्वान गर्न चाहन्छु कि गणतन्त्र जस्तो सुन्दर व्यवस्थामा हामीले पाएको अधिकारलाई फेरि हामीले लत्याएर राज संस्थाको पक्षमा त्यो अधिकार छ, राज संस्थाको पल्टमा हामीले पठाउने काम जुन गलत चाहिँ गर्दैछौँ त्यो जतिको यो देशको लागि दुर्भाग्यहरू केही हुने छैन। हिजोदेखि हामीले भोगेर आएका छौँ त। हिजोको आजभन्दा 20 वर्ष अगाडिको हामीले जीवनशैली फर्केर हेरौँ त हाम्रो कस्तो थियो हालत। एक सर लुगा लाउन र एक छा खान लागि हाम्रो स्थिति कस्तो थियो, दयनीय थियो। के त्यो राजाले गर्दा भएको होइन र? राजाको दमनले गर्दा भएको होइन र? राजाको व्यवस्थाले गर्दा भएको होइन र? आज हामी जुन स्थितिमा पुगिरहेका छौँ त्यो सब राजाकालले गर्दा भएको। हाम्रो विकासका कुराहरू 2050 सालमा भइसक्नु पर्थ्यो। सामान्य ग्रामीण क्षेत्रमा त्यो बेला नै विकास पुगिसक्नु पर्थ्यो। अहिले हामीले बाटो मागिरहेछौँ, अहिले हामीले पुल मागिरहेछौँ, अहिले हामीले खानेपानी मागिरहेछौँ, अहिले हामीले विविध कुरा मागिरहेछौँ भने हाम्रो देश चाहिँ कसरी फड्को मार्न सक्छ? फड्को मारिरहेछ। अहिलेको नेताहरूले जति हामीले अपेक्षा गर्थ्यौँ त्यति विकास भएको छैन। तर एउटा तपाईँको राज परिवारको हातमा देश गयो भने भोलि उसको तपाईँको जन्मजातको आधारमा यो देशको प्रमुख कार्यकारी हुनेछ। जसरी भारतमा तपाईँको नरेन्द्र मोदीले देशको मुहार फेरो त्यसरी नै भोलिको हाम्रो सन्ततिले हाम्रो नेपालको मुहार फेर्न सक्छ। त्यसैले तपाईँले आफ्नै छोराछोरीको उज्जवल भविष्यमाथि तपाईँले लात नहाल्नु होला। भोलि तपाईँको छोराछोरी नातिहरू यो देशको सर्वोच्च निकायमा पुगेर जसरी नरेन्द्र मोदीले भारतलाई शक्तिशाली राष्ट्रको रूपमा चाहिँ उभ्याएर लगिरहेछ त्यस्तै हाम्रो देश पनि भोलिका हाम्रो सन्ततिले लानेछ। तसर्थ सम्पूर्ण नेपालीहरूलाई गणतन्त्र पक्षमा उभिन लागि, गणतन्त्र पक्षमा वकालत गर्न लागि सम्पूर्ण नेपालीहरूमा हार्दिक अनुरोध गर्न चाहन्छु। धन्यवाद।